हेलो एभ्रीवान, वेलकम टू आवर च्यानल। आज म तपाईहरुलाई पहिले युज गरेको फोन iQOO G9 को बारेमा के कुरा भन्न गइरहेको छु। यो तपाईको iQOO G9 चाहिँ एउटै सब ब्रान्ड हो Vivo कम्पनीको। जुन चाहिँ मैले किनेको 6 महिना भइसक्यो। 6 महिनादेखि कन्टिन्युअस युज गर्दैछु। रियल र एकदम अथेन्टिक रिभ्यू दिन सक्छु। यो फोनको स्पेसिफिकेसनको कुरा गर्नु 120 हर्ट्ज को चाहिँ एमुलेट डिस्प्ले छ। ड्युअल स्टिरियो स्पिकर छ, मतलब दुईटा स्पिकर यो साइडमा अनि यो साइडमा पनि स्पिकर छ। यो फोनमा 5000 mAh को ब्याट्री दिएको छ र 45 वाट को चार्जिङ सपोर्ट दिएको छ। जसले तपाईले विथिन 1 आवरमा 0 to 100% फुल चार्ज गरिदिन्छ। त्यो चार्जिङको टेन्सन लिनु पर्दैन। र यो फोनमा MediaTek को Dimensity 7200 प्रोसेसर युज गरेको छ। यो प्रोसेसर चाहिँ 4nm टेक्नोलोजीमा बेस छ, जुन चाहिँ तपाईको परफर्मेन्स र इफिसिएन्सीको लागि चाहिँ मान्ने गरिन्छ। यो iQOO G9 को तपाईको मेन फोकस भनेको चाहिँ क्यामेरा छ, हैन? तपाईको यसको अरु खास भन्दा पनि मलाई यसको क्यामेरा चाहिँ एकदम मन पर्यो अहिलेसम्म युज गरेको कन्डिसनमा। त्यसमा चाहिँ अब ड्युअल क्यामेरा सपोर्ट चाहिँ सक्नुहुन्छ। दुईटा क्यामेरा छ, जुनमा चाहिँ एउटा मेन चाहिँ प्राइमरी क्यामेरा चाहिँ सोनीको सेन्सरको छ 50 मेगापिक्सलको र अर्को चाहिँ तपाईको 2 मेगापिक्सलको ब्लर क्यामेरा छ, मतलब कि ब्याकग्राउन्ड ब्लर गरिदिन्छ। हुन्छ भने सिंगल क्यामेरा सेटअप छ, तर क्यामेरा चाहिँ सोनीको सेन्सर भएर दामी फोटो खिच्न हुन्छ। फोटो र भिडियोको लागि चाहिँ बेस्ट हुन्छ। फ्रन्ट क्यामेराको कुरा गर्नुहुन्छ भने चाहिँ 16 मेगापिक्सलको सेल्फी क्यामेरा छ यसको। जुन तपाईको भिडियो रेकर्ड गर्नुहुन्छ भने 180 30 fps ले दिन्छ। ब्याक क्यामेरा चाहिँ रेकर्डिङ चाहिँ राम्रो छ। यसमा तपाईको 4K भिडियो लिन सक्नुहुन्छ। 4K 30 fps सम्म भिडियो क्वालिटी पनि राम्रो छ। म तपाईलाई एउटा स्याम्पल अट्याच गरेर राखिदिन्छु, त्यो तपाईले हेर्न सक्नुहुन्छ। र यो फोनको त अब स्पेसिफिकेसनहरु यस्तै हो, हैन? नर्मल मैले यो 128GB लिएको छु, 8128 256GB पनि अवेलेबल छ। र मैले यो फोन लगभग 6 महिना भइसक्यो युज गरेको र मजाले नै युज गरे। गेमिङ देखि लिएर तपाईको फोटोग्राफी देखि सबै कुरा मैले ट्राई गरिसकेको। एक्चुअल लेन्थ कस्तो छ त, मतलब यो फोन तपाईको युज गर्नमा कस्तो छ, एक्चुअल लेन्थलाई कस्टमरले कस्तो छ त, यो नर्मल मान्छेले युज गर्नले यो फोन कतिको सक्षम छ त, हैन? अब तपाईले फोनले लगभग 6 महिना युज गरिसक्यो, त्यो तपाईले एकदम रियल र अथेन्टिक भन्छु। तपाईको चाहिने चाहिँ के हो भने चाहिँ ब्याट्री कस्तो छ। बिहान चार्ज गर्नुहुन्छ भने दिनभरि तपाईले फोन चलाउन सक्नुहुन्छ, चार्जिङको टेन्सन लिनु पर्दैन। तर तपाई हेभी युज गर्नुहुन्छ, गेमिङहरु खेल्नुहुन्छ भने तपाईको दिनको 2 पल्ट चाहिँ चार्ज गर्नुपर्छ। 5000 मेगापिक्सलको क्यामेरा त छ, तर त्यति अब यो फोन चाहिँ तपाईको 5G फोन हो, त्यसपछि फ्युचर प्रुफ हुने नै भयो। लेटेस्ट एन्ड्रोइड 14 को साथमा यो फोन चाहिँ आउँछ तपाईको, र 2 वर्षको चाहिँ अपडेटहरु प्रमिस गरेको छ र 3 वर्षको चाहिँ सेक्युरिटी अपडेट। त्यसपछि मल्टिमिडिया कुरा गर्नुहुन्छ भने यसमा तपाईको कन्टेन्ट हेर्न, यस्तो गर्न एमुलेट डिस्प्ले छ, त्यसको कन्टेन्ट हेर्न तपाईको रमाइलो हुन्छ। यसमा तपाईले युट्युबमा 4K HDR भिडियोसँग सपोर्ट गर्छ यसले। त्यसमा क्वालिटीको टेन्सन भएन। अनि नेटफ्लिक्सहरु हेर्नुहुन्छ भने फुल एचडी पनि यसले सपोर्ट गर्छ। ड्युअल स्टिरियो स्पिकर छ, त्यसले गर्दा साउन्ड पनि एकदम इमर्सिभ आउँछ र राम्रो सुनिन्छ। भिडियो र अडियो कुरा गर्नुहुन्छ भने म तपाईलाई देखाउँछु कस्तो छ, तपाई हेर्नुस्। भिडियो क्वालिटी चाहिँ यति नै तपाईको एमुलेट डिस्प्ले छ, त्यही भएर जुन साइडबाट हेर्नुहुन्छ तपाईले राम्रो भिजुअल पाउनुहुन्छ। अब अरु त यो फोनको बारेमा यति नै हो, हैन? तपाईको चलाउनमा एक्सपिरियन्स तपाईको स्मुथ छ र फोन ल्याग पनि हान्दैन। गेमरहरुको लागि चाहिँ स्पेशली यो फोन तपाईको डिजाइन छ, जसले लिन सक्नुहुन्छ। आजको लागि यति नै, भेटौँला अर्को भिडियोमा। धन्यवाद।